प्युठानको नौबनी गाउँपालिकामा पिकनिक खान गएका मधु र सुनारको हत्या गरी खोलामा शव फेला परेको छ, जसका कारण आफ्नै श्रीमती माया सुनारले आफ्नो श्रीमानलाई संसार रुवाउने मार्मिक पत्र लेखेका छन्। प्रिय मधु, तिमीलाई यो पत्र लेख्दै गर्दा मेरा हात काँपिरहेका छन्, आँखा रसाइरहेका छन्। मनभित्र यति धेरै पीडा छ कि शब्दहरूले पनि साथ दिन मानिरहेका छैनन्। 14 महिना अघि मात्रै तिमीले मेरो हात समातेर भनेका थियौ, माया जे भए पनि म तिमीलाई कहिल्यै एक्लै छोड्दिन। तर आज म यही संसारमा एक्लिएको छु तिमी बिना। म अझै पट्याउन सकिरहेकी छैन कि त्यो दिन तिमी पिकनिक खान गएका थियौ, फर्केर घर आउने सपना बोकेर, तर फर्किएनौ। फर्कियौ त ती शब्द सब बनेर। त्यो खबर सुनेको क्षण मेरो संसार नै रोकियो मधु, मेरो सास रोकियो, मेरो जीवन अन्धकार बन्यो। तिमीलाई सम्झिँदा अझै पनि त्यो बिहेको दिन आँखा अगाडि आउँछ। तिमी लजाउँदै मुस्कुराएको अनुहार, मलाई हेरेर बनाइएको हजार सपना, सानो घर बनाउने कुरा, हामी दुःख गरे पनि सँगै हाँस्ने बाँच्ने तिम्रो त्यो बाजा। तर त्यो सपना यति चाँडै चकनाचुर होला भन्ने कहिल्यै सोचेकै थिएन। मधु, तिमीलाई कति पीडा भयो होला, कति करायो होला, कति बाँच्न खोज्यो होला। त्यो सोच्दा मेरो मुटु चिरिन्छ। तिमीलाई निर्दोष भएर पनि किन यस्तो सजाय दियो? किन तिम्रो जीवन यति निर्दय रूपमा खोजियो? आज घरको प्रत्येक कुनाले तिम्रो याद दिलाउँछ। तिम्रो लुगा, तिम्रो आवाज, तिम्रो हाँसो सबै यतै छन्, तर तिमी छैनौ। रातभर म ढोका हेरेर बस्छु, लाग्छ अब तिमी आउँछौ र भन्छौ, माया म फर्किए। तर त्यो ढोका अब कहिले नखुल्ने भयो। तिमी बिना यो संसार धेरै कठोर लाग्न थालेको छ मधु। म अझै 15 वर्षकी मात्रै छु, तर जीवनले मलाई यति ठुलो पीडा दियो कि अब म एकै छिनमा बुढी भयो कि जस्तो लाग्छ। तिमीले छोडेर गएको खालीपन कसैले भर्न सक्दैन। तर एउटा कुरा बाचा गर्छु, तिम्रो लागि न्यायको आवाज कहिल्यै दब्न दिने छैन। तिम्रो मृत्यु केवल एउटा सङ्ख्या होइन, एउटा सपना मरेको हो, एउटा परिवार टुटेको हो, एउटी श्रीमतीको संसार उजाडिएको हो। जहाँ भए पनि मलाई हेरिरहनु है मधु। म तिमीलाई सधैँ माया गरिरहनेछु, मेरो अन्तिम साससम्म।